हजुरहरूलाई प्योर एक सागरको बच्चा हो। लगभग अब 1-2 महिनापछि तयारीमा हुनेछ प्योर एक सागरको। अनि त्यसपछि यो पनि छ तयारमा। लगभग हाम्रो ल्यान्डेजको पनि छ। हजुरहरूले कन्ट्याक्ट गर्न सक्नुहुनेछ। हामीसँग अहिले हाल एक सागरको छ, एक सागर छ, ल्यान्डेज छ। फर्म चाहिँ यो हो। हामी अहिले प्योर एक सागरको माउको लागि पालिरहेका छौँ। प्लस यहाँ पनि चाहिँ राम्रो छ बच्चा है। माउ लगभग यस्तै कुण्डलदेखि माथिको होला माउ। यो माउ ल प्योर ल्यान्डेजको हजुरलाई चाहिने भयो। प्योर ल्यान्डेजको यहाँ छ। यहाँ डिउरोको छ। प्योर ल्यान्डेजको यहाँ छ। हजुरहरूलाई चाहिए भए कन्ट्याक्ट गर्नु होला। यहाँ पनि प्योर ल्यान्डेज छ, हेर्न सक्नुहुन्छ। अहिले प्योर ल्यान्डेजको बिरुवा चाहिँ हजुरहरूलाई चाहिएको कन्ट्याक्ट गर्नु होला बच्चा। हजुरहरूलाई कन्ट्याक्ट गर्नुभयो भने अनि अब बच्चा लिन यहाँ कन्ट्याक्ट गर्नु होला। त्यसपछि आपसी सम्झौता गर्नुपर्ने हुन्छ। किनभने भन्नु अलिक मिल्दैन होला। किनभने अब चाहियो कन्ट्याक्ट गर्नु होला। दुईजना बसेर सल्लाह गरेर चाहिँ गरौँला बच्चाको मूल्य कति हो भनेर चाहिँ। मेरो फर्मको नाम चाहिँ मगर दुर्बिला मगर कृषि तथा पशु फार्म छ मेरो फर्मको नाम। मैले चाहिँ हाल कम्पनी